विकास मानिसको शरीरको केन्द्रीय भागबाट टाढातिर हुँदै जान्छ। यो विकासको कुन नियम हो भनेको छ। ल हेर्नुहोस्, विकासात्मक नियम, सामान्य नियम, शीर्षपाद नियम। बाद भएछ शीर्षपाद हो। ल कमेन्ट गर्नुहोस्। देशमै बसौं, देशमै केही गरौं, लोकसेवा तयारीका लागि टिम सन्देश नै रोजौं। एकपटक भर्ना जागिर नहुँदासम्म ढुक्क। निकट दूर नियम भन्नुभएको छ साथीले। ठिक, तपाईँले भनेको ठिक छ। खप्टिएको अवस्था भन्नाले मानव विकासको कुन अवस्थालाई बुझाउँछ? ल हेर्नुहोस्, यौवन अवस्था खप्टिएको अवस्था हो। यो कुरा तपाईँले जान्न पर्छ। यो भनेको 10-12 वर्षदेखि 13-14 वर्षको समय अवधि हो भने उत्तर बाल्य अवस्था भनेको कति हो त? उत्तर बाल्य अवस्था भनेको साथीहरू कुन हो भन्नुहोस् त? उत्तर भनेको 6 देखि 10-12 सम्म हो। यो हेर्नुहोस् त, उत्तर बाल्य भनेको 6 देखि 10 वा 12 वर्षसम्मको समय हो। यसलाई हामी यौवन परिपक्वतातर्फ उन्मुख हुने समय पनि भन्ने गर्छौँ। यौवन परिपक्वतातर्फ उन्मुख हुने, यौन परिपक्वतातर्फ, यसलाई हामी के भन्छौँ? यौन परिपक्वतातर्फ उन्मुख हुने अवस्था पनि भनेर भन्छौँ। यो उत्तर बाल्य अवस्था 6-10 देखि 10-12। किशोर अवस्था भनेको कति हो त? ल भन्नुहोस्, 18 वर्षसम्मको। ठिक छ, यो भनेको 13-14 वर्षदेखि सामान्यतया 18 वर्षसम्मको लागि किशोर अवस्था भनिन्छ। किशोर अवस्था है, यसलाई दोधारको अवस्था भनिन्छ। किशोरहरू दोधार हुन्छन् भन्ने यसलाई दोधारको अवस्था पनि भनेर भन्न सकिन्छ। भने वृद्ध अवस्था, वृद्ध अवस्था भनेको 60 देखि माथि, 60 देखि मृत्युसम्मको हो। यो 60 देखि मृत्युसम्मको, यसलाई गिर्दो अवस्था, गिर्दो अवस्था पनि भनेर भनिन्छ। यो कुरा साथीहरूले जान्नु होला, गिर्दो अवस्था भनिन्छ। ल, नेपाल सरकारले मिति 2075 साल 2 महिना 6 गतेको निर्णय अनुसार 75 साल 4 महिना 1 मा कार्यान्वयनमा आएको शिक्षा तथा मानव विकास केन्द्र कुन कुन कार्यालय गाभिएर बनेको? अत्यन्तै महत्त्वपूर्ण प्रश्न, जाँचमा सोधिरहने प्रश्न। ल लेख्नु, यसको सही आन्सर ए नै हो। ए भन्ने साथीहरूको मिलेको छ है त। यसको आन्सर ए नै हो। तपाईँले कसरी सम्झिनु होला भन्दा ए बी अनि सी भनेर सम्झिने है। एबिसी भनेर याद गर्ने। एबिसी हेर्नुहोस्, एबाट अनौपचारिक, एलाई हामीले यस्तो भन्छौँ। अथवा तपाईँले यो ए यहाँ नलेखेर यस्तो ए लेख्नु होला। तपाईँले ए लेख्नु होला, यस्तो ए। हेर्नुहोस् त, ए बी सी। ल हेर्नुहोस्, ए अनि यो बी अनि यो सी। एबाट अनौपचारिक, एबाट अनौपचारिक भनेको ए अनौपचारिक शिक्षा केन्द्र। बीबाट शिक्षा विभाग, बीबाट यहाँहरूको छ विकास केन्द्र, विकास केन्द्र शैक्षिक जनशक्ति विकास केन्द्र। सीबाट शिक्षा विभाग, सीबाट शिक्षा विभाग। यसरी याद गर्नु है। एबिसी के भने मैले? एबिसी भनेर याद गर्ने। के भने मैले? एबिसी भनेर याद गर्नु होला। परीक्षाका दृष्टिकोणले एकदम इम्पोर्टेन्ट छ है त। प्रयत्न र भुलको सिकाइ सिद्धान्त अनुसार प्राथमिक नियममा नपर्ने अध्यायका मध्ये कुन हो भन्यो? ल हेर्नुहोस्, अब हेर्नुहोस्, प्रयत्न र भुल सिकाइ सिद्धान्त अनुसार प्राथमिक नियममा नपर्ने अध्याय म्हणजे कुन हो भन्यो भने सहचार्य नै हो। अब यो प्रभु, प्रयत्न र भुल, प्रयत्न र भुल सिद्धान्त, प्रभु है त। प्रभु यो कसले प्रयोग गरेको भन्दाखेरि थनदायकले है त। यो प्रयोग गर्ने कसले भन्दा को माथि? बिरालो माथि, बिरालो माथिको प्रयोग, बिरालो माथिको प्रयोग। यसलाई प्रयत्न र भुल सिकाइ सिद्धान्त भनिन्छ। भुल सिकाइ सिद्धान्त हो भने यसका नियम, प्राथमिक नियम भनेको त प्र भएपछि प्राथमिक नियम बनाउँछस् भन्ने, त प्र भन्ने, प्रबाट प्रभाव, अबाट अभ्यास है त। तयारी साथीहरूले ध्यान दिनु होला। त प्र भनेर याद गर्ने, त प्र भनेर याद गर्ने। ल, त प्र भएपछि नियम बनाउँछस् भनेर भन्ने। अब हेर्नुहोस्, पाठ्यक्रमलाई विज्ञानको रूपमा परिभाषित गर्ने शिक्षाविद कुन भनेको छ? ल हेर्नुहोस् त, अत्यन्तै महत्त्वपूर्ण प्रश्न हो। पाठ्यक्रमलाई विज्ञानको रूपमा परिभाषित गर्ने हैन शिक्षाविद कुन भन्यो? लेख्नुहोस्, हिल्डा टाबा, फ्रोवेल, क्रोएनक्रो हैन अनि वारेट च्यारेस। ल लेख्नुहोस्, पाठ्यक्रमलाई विज्ञानको रूपमा। हेर्नुहोस् त, यहाँ हेर्नु, तपाईँले भनेको ठिक छ। पाठ्यक्रमलाई विज्ञानको रूपमा कसले हो त भन्दा वारेट च्यारेटै हो। पाठ्यक्रमलाई विज्ञानको रूपमा, विज्ञानको रूपमा हेर्नुहोस् त। यसलाई हामीले के भन्छौँ भन्दा वी ला वी भन्छौँ कि वी भने वी। यो डब्लुई भनेको वी यसरी लेख्ने वी। हिल्डा टाबा, टाइसियोले सिउने, सियोले सिउने, टाइसियोले सिउने, टाइसियो भन्ने सिकाइको योजना। यो हिल्डा टाबाले सिकाइको योजना भनेका छन्। फ्रोबेल भनेको छ। बेल भनेपछि तपाईँले सम्झिनु होला, बेल कसले खाओ भन्दा बिन्दुले खाइन्। फ्रोबेल भनेको उच्चतम बिन्दु। ठिक छ, उच्चतम सम्पूर्ण ज्ञान तथा अनुभवको उच्चतम बिन्दु पाठ्यक्रम हो भन्छ। ठिक छ, उच्चतम बिन्दु भनेर याद गर्नु होला। सम्पूर्ण ज्ञान तथा अनुभवको उच्चतम बिन्दु के हो त भन्दा फ्रोबेल। बेल खाइन् अनि टाइसियो,
सिओले टाई सिउने, सिओले टाई सिउने हो साथीहरू है त। सिकाइको योजना पाठ्यक्रम भनेर टाही चाहिँ सिओले सिउने याद गर्ने, टाही टाही सिओले सिउने विज्ञानको रूपमा। अब क्रो एन्ड क्रो, कोरो क्रो 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 हैन, कोरो कोरो कता कोरो भन्दा भित्र पनि कोरो, कोरो बाहिर पनि कोरो, बाहिर पनि कोरो भन्ने त भनेको के त भन्दा विद्यालय भित्र र बाहिर हुने सिकाइ अनुभव है। यो भनेको यसको लेख्नु होला विद्यालय भित्र र बाहिर, क्रो एन्ड क्रो भनेर याद गर्नु होला। 11 मा जाउँ ल हेर्नुस्। शिक्षक सेवा आयोगका 3 सदस्यीय समितिका सदस्यहरूको सिफारिस गर्न गठित समितिमा देहाएका मध्ये कसको प्रतिनिधित्व हुँदैन? शिक्षक सेवा आयोगका 3 सदस्यीय समितिमा 3 सदस्य, अब 3 सदस्य भनेको एउटा एटीएम सम्झिने, एटीएम एउटा दुईटा तीनटा सदस्य भएको ल, यति 3 सदस्य एटीएम भनेर सम्झिने है, एटीएम भनेर सम्झिने। यो लोकसेवा आयोगको अध्यक्ष नै हुन्छ। यो सिफारिस समितिको सिफारिस गर्नका लागि है त हेर्नुस् त गठित समितिमा यो सिफारिस भन्दा बित्तिकै एटीएम भनेर सम्झिनु होला। एउटा अध्यक्ष हुन्छ, एउटा अध्यक्ष हुन्छ, कहाँको अध्यक्ष हुन्छ? लोकसेवाको अध्यक्ष हुन्छ है त। टीबाट उपकुलपति हुन्छ, यो पनि हुने रहेछ, अध्यक्ष पनि हुने रहेछ, टीयुको उपकुलपति पनि हुने रहेछ। मन्त्री राज्य मन्त्री भनेको यो परिषद, परिषद भनेर आउँदा, परिषद भनेर आउँदा अध्यक्ष, अध्यक्ष जहिले पनि सिमरामा हुने शिक्षा मन्त्री राज्य मन्त्री, शिक्षा मन्त्री राज्य मन्त्री हुने। ल कक्षा 1 देखि 3 को एकीकृत पाठ्यक्रमको मूल्याङ्कनको तरिकामा 9 वटा प्रस्तुत गरेको छ भने उपलब्धि स्तरलाई कति श्रेणीमा विभाजन गरेको छ? ल भन्नु। तपाईहरुले भनेको जो साथीहरूले 4 श्रेणी भन्नुभएको छ, ठिक छ। उपलब्धि स्तरलाई 4 श्रेणीमा कसरी सम्झिने त? चावडा भनेको क सा रा उ, कसा राउ न आ धेमा, न आ धेमा यसरी याद गर्ने है। कसा राउ न आ धेमा, कसा राउ न आ धेमा, न आइजा धेमा भन्ने, ठिक छ। कसा राउ न आ धेमा, कसा राउ न आ धेमा, कसा राउ न आ धेमा भनेर याद गर्नु होला। कसा राउ न आ धेमा, नबाट नसकेको, मुख्य सिकाइ उपलब्धि हासिल गर्न नसकेको। सामान्य भन्छ बेसीको, यो भनेको न आ धेमा धेरै जसो हासिल गरेको, ठिक छ। मुख्य उपलब्धिहरू, मुख्य सिकाइ उपलब्धि धेरै जसो हासिल गरेको। र उबाट 4 नम्बरमा उबाट उच्च तह हो। ओके छ, ध्यान दिने है, यो पनि इम्पोर्टेन्ट नै छ। कसाराउ न आधेमा तपाईले सम्झिने, कसाराउ न आधेमा शिक्षकद्वारा मात्र निर्मित योजनामा तलका मध्ये कुन योजना होइन भनेको छ। अब एमा मिल्दो भनेको ए नै हो है। शैक्षिक योजना यो भनेको बुद्धिजीवी विभिन्न किसिमका चाहिँ सरकारवालाहरू हैन विज्ञद्वारा पनि निर्माण गरिन्छ। त्यही भएर शिक्षकद्वारा मात्रै होइन नि त, शिक्षकद्वारा मात्रै निर्माण गर्ने त होइन नि त। शैक्षिक योजना भनेको समग्र शिक्षाको योजना हो। यो भनेको समग्र शिक्षाको योजना हो। यो भनेको शिक्षाको योजना शैक्षणिक त शिक्षकद्वारा निर्माण गरिन्छ हैन। दैनिक पनि शिक्षकले गर्ने हो, वार्षिक पनि शिक्षकले गर्ने हो हैन। तर यो के हो त साथीहरू, शिक्षक जुन शैक्षिक योजना छ, शैक्षिक योजना भनेको शिक्षकद्वारा मात्र होइन। 16औं आवधि योजना 2081-86 ले उच्च शिक्षामा कुल भर्ना दर कति पुर्याउने लक्ष्य लिएको छ? ल कमेन्ट गर्नुस् त साथी हो। ल ओके, उच्च शिक्षामा कुल भर्ना दर भनेको कति साथीहरू भन्दाखेरि उच्च शिक्षामा कुल भर्ना दर 25 है। 25 यो याद गर्नु होला। पढेर सिधाइन्छ भनेर लेख्ने। उच्च शिक्षा 25 वर्ष, 25 है त। उच्च शिक्षामा कुल भर्ना दर 25 भनेर सम्झिनु होला है। ल ओके छ। अनि गणित विषयमा 55, यो 55 भनेको गणितको सिकाइ उपलब्धि हो। गणितको सिकाइ उपलब्धि भनेको 55, ठीक छ। ल अनि 30 भनेको उच्च शिक्षाको प्राविधिक विषयमा अध्ययन गर्ने। यो भनेको उच्च शिक्षाको प्राविधिक विषयमा अध्ययन गर्ने हो भने 95% के हो त साथी हो भन्नुस् त। 95 भनेको 5 वर्ष भन्दा माथिको साक्षरता है। 5 वर्ष माथिको साक्षरता भनेर 95 भनेर साथीहरूले जान्नु होला। ल परीक्षाका दृष्टिकोणले इम्पोर्टेन्ट छ, ख्याल गर्ने है, इम्पोर्टेन्ट छ। ल बेन्जामिन ब्लुम्सका अनुसार प्रयोग गर्नु, मूल्याङ्कन गर्नु, विश्लेषण गर्नु, सिर्जना गर्नु। ल भन्नुस् त कुन हो? सी भन्नु भएको छ। सी भन्ने साथीहरू पनि हुनुहुन्छ। ल थुप्रै साथीहरूले आन्सर दिनुभएको छ। ल हेर्नुस् त, बेन्जामिन ब्लुम्सका अनुसार शैक्षिक उद्देश्यको संज्ञानात्मक तहको उच्चतम तह कुन हो भनेको छ? पक्कै पनि मूल्याङ्कन है त। अब हामीले सूत्र छ एउटा,
है त। बेन्जामिन ब्लुम्सको एकदम इम्पोर्टेन्ट हो यो परीक्षाका दृष्टिले ख्याल गर्ने। के सिए पढ्न 20 मु लाग्छ, 20 मूल्य लाग्छ भनेको क्या है त। 20 मूल्य लाग्छ भनेर सम्झिने ज्ञान है त। सी भनेको बोध के बोध, यसलाई बोध भन्छ, ज्ञान बोध। केसिए पढ्न ज्ञान बोध। ए भनेको एप्लिकेसन प्रयोग है, ए भनेको एप्लिकेसन, यसलाई हामीले के भन्ने त भन्दा प्रयोग भन्ने, ज्ञान बोध प्रयोग। केसिए पढ्न 20 मु लाग्छ। बी भनेको 4 नम्बरमा बीबाट विश्लेषण। उच्चतम भनेको मूल्याङ्कन। के सिए पढ्न 20 मु लाग्छ भनेको छ बेन्जामिन ब्लुम्सको। यो तपाईँले पिरामिड जान्न पर्छ। ए हो यसरी के सी ए पढ्न 20 अझै माथि एक स्टेप मु है त। लास्टमा मूल्याङ्कन। सबभन्दा तल्लो कुन हो भन्यो भने ज्ञान, सबभन्दा तल्लो भन्यो भने ज्ञान सम्झिनु है त। ल साथीहरू क्लियर छ? ल अब हामीले साथीहरू 15वटा क्वेसन गरे तापनि 15वटा क्वेसनका थुप्रै फिडब्याक, झन्डै 100वटा क्वेसन डिस्कस भएको छ। यो भनेको तपाईँले झुक्किएर पनि छोड्न नहुने क्वेसनहरू हो परीक्षाका दृष्टिले, बुझ्नु भएको छ नि। कुनै हालतमा पनि मैले शनिबार गराउने क्वेसनहरू कुनै हालतमा पनि नछोड्ने। मैले यो शनिबारको तपाईँलाई भिडियो पनि आउन्न फेरि, त्यही भएर रेगुलर आउने, उपस्थित हुने, लेख्ने र गर्ने गर्नुपर्छ, ठिक छ?